भएमा म यहाँ धोबीघाट नयाँ बाटोबाट हजुर यो थेरापी आउन थाल्नु भएको कति भयो? लगभग म आएको त 2 वर्ष हुन लाग्यो होला। लगभग 2 वर्ष हुन लाग्यो। बिच कहिले हराउँदै गर्दा पनि अनि हजुर चाहिँ के समस्या भएर आउनु भएको? मेरो समस्या भनेको धेरै थियो। थाइरोइड थियो, यो प्रेसर, अनि यो टेब्लेट पट्टि चल्दैन थियो, निद आउँथ्यो हैन, निद चाहिँ नलाग्ने। अहिले मलाई निद राम्रो लाग्छ, मजाले हिँडिराखेको छु। खाना रुच्दैन चाहिँ खाना पनि खाइरहेको छु। यो थेरापीलाई चाहिँ धेरै धेरै धन्यवाद दिन्छु, धेरै राम्रो भएको छ। अब सबै साथीहरू पनि आउनु होला। अब यहाँ यो थेरापीले नराम्रो गर्दैन, एकदमै हामीलाई राम्रो गर्छ, हाम्रो आयु बढाउँछ, एकदम राम्रो हुन्छ। भ्याइसम्म आउनु होला सबैलाई। अब नआउनेलाई पनि अब सम्झाएर ल्याउने हाम्रो काम हो हैन। आउने मानिसमा हामीले लिएर आउँछौँ। अनि यो थेरापीलाई चाहिँ धेरै धन्यवाद छ मेरो लागि। अनि यहाँ आउने सर्भिसहरूलाई सेन्टरको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ? सेन्टरको बारेमा सर्भिसको लागि चाहिँ धेरै धन्यवाद। यस्तो कहाँबाट ल्याइदिनु भयो हामीलाई, हाम्रो उपकारको लागि धेरै सेवा गर्नुभएको छ। धेरै धेरै सबै म्याम मिस सरहरूलाई धेरै धेरै आभारी छु, धेरै धन्यवाद छ। अनि यहाँ आएर यो आमा बुवाहरूसँग यो परिवारसँग चाहिँ बर्थडे मनाउन पाउँदा चाहिँ कस्तो लागिरहेछ नि? हामीलाई खुसी लागिरहेछ, धेरै रमाइलो राम्रो खुसी लागिरहेछ। सरहरूले मिसहरूले हाम्रो बर्थडे मनाइदिनु भयो, हाम्रो आयु बढ्छ भन्ने आशा राखेको छु। राम्रो होस् हैन। धेरै धेरै धन्यवाद। हाम्रो आमाको लागि पनि एकचोटि जोरदार ताली बजाइदिनु होला। आमाको शुभ स्वास्थ्यको पनि कामना गर्छौँ। र अब चाहिँ हाम्रो बर्थडे